आजको नयाँ भ्लगमा हजुरलाई स्वागत छ हैन। आज चाहिँ अलिक घरकै भ्लग हुँदैछ। कहीँ घुम्न चाहिँ गएको छैन। मेरो यो चाहिँ पहिलाको प्रोजेक्ट थियो क्या, कलेज पढ्दाखेरि हैन। अनि एकपल्ट त्यतिकै झरेर त्यहाँ बनाएको थिएन हो। अन्त यसो घरमा गएको पुरै माकुराको जालो लागिरहेको रहेछ। अब फेरि यसलाई बनाऊँ भनेको छु हो। हेरौँ बनिने हो कि नै हैन। यहाँ नि माकुराले जाल लगाइसकेको छ। यो चाहिँ पुरानो हो। यसको चाहिँ एक दुईवटा सामान निकालेर त्यसमा हाल्छु। त्यहाँबाट अरू सामानहरू यहाँतिर छ। यसको चाहिँ सबै मोटर खोलेर चाहिँ यसमा हालिसकेँ मैले। बल्ल लाइट आएर मैले सबै खोलिसकेँ पुरानो ड्रोनबाट। यो चाहिँ म पुरानै चलाउँछु। यो मोटर, यो फ्रेम नयाँ छ। अनि पहिला यो कन्ट्रोलर चल्दै थियो, अब कन्ट्रोलर यो चलाउँदैछु हो। यसमा चाहिँ तपाईँको जिपिएसहरू लाउँदा हुन्छ। अनि यो टेलिमेट्री सिस्टमहरू लाउँदा हुन्छ नि त। जिसका डर था वही हो गया। काम गर्दा गर्दै फेरि पनि लगाइदिनु, कहिले आउने होला। यो सोल्डिङको काम भइसक्यो, सबै कुरा जोडिसक्यो हो। अब कन्ट्रोलर हाल्नु छ, त्यहाँदेखिको यसको सफ्टवेयरहरूको काम गर्नु छ हो। अलमोस्ट रेडी भइसक्यो यो चाहिँ। अब यहाँभित्र त उडाउनु मिलेन हो। हामी चाहिँ यहाँ बाहिर राख्छ ग्राउन्ड बनाउनु हो, भित्र उठाउनु त मिल्दैन हो।